सबै साथीहरूलाई गुड मर्निङ। म कफेर लोले गाउँबाट बोलिरहेको छु। अब भाइ तिमी त्यसो नभन है, म बोल्दैछु, डिस्टर्ब नदेऊ भाइ हो। र हाम्रो यो भाइको नाम चाहिँ सुदीप है, सुदीप तामाङ। अरे अनुहार देखाऊ भाइ। अरे भाइ तिमी त साँच्ची नै स्याटिस छौ, टायरहरू मात्रै हेर हो। यो भाइ चाहिँ अब पहिला चाहिँ यो हाम्रो सेन्ट स्टेफन पढ्थ्यो हो, सानोदेखि नै ऊ त्यो क्या, अब उसकोमा स्क्रु ड्राइभर कुनै केहरू क्या, त्यो यहाँ भेला पारिबस्थ्यो क्या। सानो त्यो हुन्छ नि, त्यो एफएम रेडियोहरू चाहिँ उसले चाहिँ अब कोटाइबस्थ्यो क्या। ऊ चाहिँ अब मलाई पनि थाहा थिएन कि ऊ चाहिँ मेकेनिकपट्टि जान्छ, इन्जिनियरपट्टि जान्छ भनेर होइन। अन्त जान्थ्यो क्या। अन्त साँच्ची नै खेल मान्छेको त एउटा अलिक इन्ट्रेस्ट पनि हुनु पर्दो रहेछ क्या। खेल गर्दा अहिलेमा उसकोमा 30-40वटा बाइकहरू चाहिँ अब यो एरियाभरिको बाइकहरू चाहिँ उसकै हातमा छ। उसले मेहनत गरेको चलिरहेको छ हो, सक्सेसफुल पनि गरिरहेको छ। अब यस्तो बाइकहरू चाहिँ डल्लै खोलेर चाहिँ डल्लै फिटिङ गरिदिन्छ क्या। ऊ चाहिँ अब त्यस्तो खालको छ हौ। अब यो हेर्नुहोस् त, यो बाइकहरू कन्डो ठाडो परेको बाइकहरू सबै खोलिदिन्छ ए हो। यो भाइ त भयङ्कर हो। उसको ग्यारेज यही हो। लोकेसन यहाँ टक्कै छ, यहाँबाट यस्तो आउँछ, यहाँबाट यस्तो छ हो। आज त्यो उसैको ल हस्, अलिकति प्यारसँग लाइक है, सब्सक्राइबहरू गरिदिनुहोस् ल। उसलाई हेरेर है, मलाई हेरेर होइन। हस्, हुन्छ अब, थ्याङ्क यू।